खिच्यो सो गाइज फाइनल्ली मेरो आइफोन 17 प्रो म्याक्स चाहिँ आइसकेको छ हामी चाहिँ यस गणेशले चाहिँ आइफोन 17 प्रो म्याक्स आइसक्यो हामीले चाहिँ कहिले अरे सलनालमा गत हप्ता 2 हप्ता भइसक्यो नि 2 हप्ता पहिला सलनालमा चाहिँ उहाँ कहाँ भने गिम्पो जाँदाखेरि अर्डर गरेको थियो त्यहाँ चाहिँ रहेनछ 512 GB को रहेनछ ओरेन्ज कलरमा त्यही भएर चाहिँ ल्याइएको थिएन सो अनलाइन गरेर अर्डर अनलाइनबाट पठाइदिएको कि यिनीहरूले चाहिँ 2 हप्ता अर्डर गरेर पठाइदिएको 2 हप्ता पछि आयो ट्याग लाएर अब चाहिँ हामी अनबक्सिङ गर्न गइरहेछौँ एकदम एक्साइटेड छौँ गणेश त एकदम एक्साइटेड छन् है म पनि उस्तै एक्साइटेड छु किनकि मैले फोटो खिच्ने त्यहाँ नि होइन भनेको यही बाटो हो अब मेरो 16 को अब काम छैन 16 लाई अनबक्सिङ गर्दैछौँ फ्लिप्सहरू टेप पनि यो पुरै हाम्रो छ एड्रेसहरू लेखेर पठाइदिएको छन् होइन कैँचीले चोटो लाएर काटेर है बाक्सो फुटिसकेको छ माथि गएर कभर रहेछ एक्स्ट्रा कभर पठाइदिएको छ एउटा कभर है 17 प्रो म्याक्स को कभर तर यिनले चाहिँ अब ग्लास है टेम्पर ग्लास है प्रोटेक्टिभ ग्लास ग्लास तर यिनले चाहिँ कभर खतरा कभर किनिसके नै पहिले 17 को लागि है ओइ कस्तोमा पठाइदिएको र अन्त जालीमा के यस्तो ल मौरीको चाका जस्तो म भित्र छ नि त अनि मौरीको चाका जस्तो नि त orange color 17 Pro Max पत्रा है दामी देख्न त देखिरहेको है तर हातमा पर्दाखेरि त आफ्नो लागि मैले छुम लाइफमा मेरो त यताबाट चेत्ने त्यहाँबाट हेर दिए आफ्नो लागि भनेर त्यो किनेको चाहिँ तेस्रो मोबाइल तेस्रो मोबाइल तिमीले किनेको फर्स्टमा चाहिँ नोट 9 दिएको नोट 9 त्यसपछि 13 प्रो म्याक्स यो चाहिँ 17 प्रो म्याक्स अब 10 वर्ष पुरानो हो भने कस्तो होला है त्यस्तो चाहिँ खतरा हो नि ओ एक्सपेक्टेसन भर्सेस रियालिटी नोकियाको निस्किने के वाउ दामी छ यार 17 प्रो मैक्स ऑरेंज कलर ओह माय गॉड खतरा यार खतरा है चार्जर यो त उस गर्नु लाग्यो चार्जर हुने एउटा चार्जर अब उ मात्रै वायर मात्र अनि त्यसपछि यो सिम झिक्ने केर्ने हुँदो रहेछ अरू त केही छैन यसभित्र फोनको बारेमा लेखे होला के गर्ने चाहिएन हामीलाई हैन है उचाल ओ माय गॉड खतरा है दामी यार क्या दामी अन्त सेप पनि खतरा रहेको 16 को भन्दा हैन पातलो नि लाग्यो नि त सेप हो दामी यार खतरा यो क्यामेरा नि जति कोतारे नि नकोतारिएको थियो नेपालको एउटाले खतरा छ गाइस खतरा हो दामी लो खोलो अब चाहिँ हामी यसलाई ओपन गर्न जाँदैछौँ है पहिला युज गर्नुपर्छ कि है यसमा कभर हाल्नुपर्छ कि है टेम्पर ग्लास अहिले त फोरेफोर हुन्छ नि त हेरेर हाल यत्तिकै हालिहाल्ने हाले नि हुन्छ पहिला हामी टेम्पर ग्लास हालेर मात्रै यसलाई चाहिँ उ गर्न गयौँ है टेम्पर ग्लास पोटे उ होइन हो कि के भन्नु त्यही हाल्दिउँ उवाल हाले पठाइदिएर हिँड्छ यसलाई चाहिँ यहाँ राखौँ है टेबलमा छ कि यो पुस्ने यो माथि राखेर गर यो माथि है वाउ 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 यो कता हो पानी जता पानी एउटै हो क्यामेरातिर पानी हो ए उही छ है सबै एउटै छ यो त चाहिन्न होला नि त त्यसो त नयाँ भर्खर खोले हो न तर खै के उस गर्न कहाँ छ त यसको यहाँ कताबाट भयो धुलो आइरहेको गाना गाउँदाखेरि अलिअलि त आइहाल्थ्यो टेप पनि हुन्छ कि त्यहाँ त छैन
सेभ हुन पनि यसो रहन्छ तल होला हो अहिलेसम्म उसको पहिलाको खाली के यसको भित्रपट्टि त होइन होला छैन क्या हेर न म चाहिँ हेर्दा त खतरा होला जस्तो टेम्पर ग्लास पनि त्यसको के लेखेर म पढ्छ है त्यही होला नि ट्याक्क मिलाऊ है माथि माथि हो अलि उता मिलेन उता अझै तान्नु पर्यो अझै तान्नु पर्यो तानेर बिस्तारै मिलाउनु धुलो पस्यो है भित्र काँडो पस्यो भित्र हाल्यो बाहिर जस्तो लाग्यो ठिक्क भयो भयो सँग त एउटा आउँदैन सँग भयो अलि माथि लानु पर्ने के हो कस्तो उतापट्टि अलिक कम भयो जस्तो लाग्यो मलाई यो ठिकै ठिकै हो बाह बाह बराबर बाह ए ए ए ए ओके ओके तान्ने ठिक छ यता तल पुग्ला नि रन्काइदियो पुग्ला नि ठिक छ पुग्छ पुग्यो पुग्यो बाह बाह ठिक छ न आउँछ बिस्तारै अलि सरर भयो है तलतिर जानु नदेऊ कि माथितिर सरर आउँदै कसरी राख्यो एउटा आइरह छेउछेउको चाहिँ थिचेम्ला नि बिचमा बस्यो भने चाहिँ अलिक गाह्रो हुन्छ क्या दामी छ यार कलर है ओरेन्ज पाण्डेको त्यो कस्तो त्यस्तो किने त्यो अर्कै कलरको चाहिँ यस्तो दामी कलर है 17 प्रो म्याक्स भएपछि त यही कलर हुनु परेको रहेन गाइस ओरेन्ज कलर 17 जस्तै नलाउने कि त्यो चाहिँ स्यामसङ चलाए जस्तो लाग्यो तिमीलाई त पछि त होइन त हुन्छ कि भन्ने हो तिमीले त मलाई त केही राखेन भन्दा केही ए यो पनि ल्याइसक्यो कि यिनले त यो के अरे एयरपोर्ट प्रो है चिने है त एयरपोर्ट प्रो है गाइस एयरपोर्ट प्रो 4 हो कि 3 एयरपोर्ट 3 प्रो खतरा यो यतिकै धुलो कहाँ थियो रे हो त्यही भित्र थियो त्यस्तो नयाँ भएर हो कि धुनु पर्ने त्यहाँ यति बसिरहेको त्यहाँ टुप्पा यो हो त्यहाँ कभर है त नयाँ कभर यो हो ए नयाँ कभर क्या ग्राफिक हो कस्तो न क्वालिटीको यार कभर त्यो अर्को उसको होला किन्न पर्ला क्या मामाको होला त्यस्तो किन यता न क्वालिटीको रहेछ तर सफ्ट ऊ चाहिँ अब हुन्छ पत्ता होला त्यो बाक्लो हो र त्यो त बाक्लो हो मामाहरूको होला त ल मामाहरूको होला हामीले हार्ड कभर पनि लगाइहाल्यो ऊ लगायो टेम्पर ग्लास लगाइयो है अब चाहिँ स्विच अफ खोल्न त स्विच होला अन नि गर्न गइरहने नि स्विच अन गर्ने कहाँ कहाँ अँठ्याएर अँठिएन कि यो मात्रै अँठ्यो नि यो मात्रै जाने होइन नि आइफोन नचलाएको धेरै भयो भगवान् नचलाएको धेरै त भएन आइफोन चलाउनु नचलाएको चाहिँ बिर्सियो दुईटा कति महिना भयो 4-5 महिना भयो वाउ एप्पल 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 कलर चाहिँ दामी हो गाई एप्पल स्यावादा काँडा पटाउनेको न खुल्यो हेलो अन्य हाँस्यो भन्छ यहाँ त अहिले त यो जापानिज आइयो जापानिज कता हो यो चाइनिज त होइन सुरुमा ल्याङ्ग्वेज चेन्ज हेर न त्यसको केही हाल्नु पर्ने छैन नि त तिमीले कसको त्यो पुरानो फोनको केही आउनु पर्ने छैन नि केही हाल्दैन त सब नयाँ बनाउने हो सेटिङ गरेर हेर्नु पर्ने कसरी आउने पिपल आइडी थाहा छैन नयाँ बनाउने हो क्या है गुगल तिम्रो एकाउन्ट चाहिन्छ गुगल फोन नम्बर नयाँ हुनुपर्छ
पहिला बना हैन त्योबाट अनि नयाँ हुनुपर्छ उसबाट त बना हैन कि यहाँको नम्बरबाट बना होला सायद त्यहीबाट बनाएको तिमीले एप्पल आइडी थाहा छैन पासवर्ड थाहा छैन थाहा एप्पल आइडी पासपोर्ट थाहा तर नयाँ बनाउनु किन नयाँ बनाउने त नि पहिला धेरै हो नि त त्यो स्टोरेज त्यहीबाट उ गरायो त्यो गरायो भने त उ गरायो नि केही हुन्न सबै स्टोरेज धेरै हो के त धेरै बनाएर उ हुन्न के स्टोरेज धेरै हो त के एप्पल आइडीमा आउने तिम्रो फोनमा आउने होइन के अरे एप्पल आइडी त उतिखेरै फुल हुन्छ के त्यो गुगल आइडी जस्तो हो गुगल स्टोरेज हुन्छ नि त्यस्तो हो नि त्यो फोनमा आउने त होइन नि त राख्ने र एकचोटि अहिले त राम्रो नि देखिन्छ नि काम देखिन्छ एक सेकेन्ड चाहिँ काममा जान यताउता घरमाले काममा त लानु सेफ्टी होला सेफ्टीवाला रहेछ राम्रो कभर रहेछ ब्याट्री त यति हुँदो रहेछ नि सुरुमा सबै युज गरेर चार्ज हाल्नुपर्छ यसले यो सेभ हुन दिन्थेन क्या कता दिन्छ त दिन्छ तर सिसा उचालिदिन्थ्यो क्या त्यो चाहिँ ठिक्कको सानो होला रहेछ क्या कभर पनि हालियो इङ्ग्लिस साउथ कोरिया ठिकै हो यस्तै बनाउने होला नि कन्टिन्यू भन्दै डिफल्ट गरिदेऊ डिफल्ट अनि सेटअप विदाउट एनदर डिभाइस लुकिङ फर न्यू डिभाइस अर्को डिभाइसको गरेको वाइफाई कनेक्ट गर्ने हो ए वाइफाई हेर्न पऱ्यो नि कहाँ फोन तिम्रो चल्दै रहेछ यार तल छोडेर आएको पुरानो फोनलाई त पुग्न सक्छौ तिमी यहाँ पुग त पासवर्ड त होइन क्या यसको मतलब केही हुन्थ्यो होइन 5G होइन 5G 429 55G 437 त्यो एप्पल आइडी भित्र त उतिखेरै फुल हुन्छ कि यो पनि कति जिबी मात्रै हुन्छ अनि स्टोरेज नयाँ बनाएर ज्या हुन्छ क्या झन् त्यही बनाउने पुरानो त्यो कहिलेकाहीँ तिमीलाई चाहियो भने त्यहीबाट हेर्न मिल्छ नि त अनि 9SMGM 23 FS 956 त्यही हो क्या वाइफाई त्यही हो नि अन्त F437 कन्टिन्यू भइरह है यो डाटा एन्ड प्राइभेसी कन्टिन्यू एज रेन्ज टिनेज अडल्ट हो नि तिमी टिनेज त होइन नि फेस आइडी राख्ने हेर सेटअप लेटर गराइदिए क्रिएट अ पिन पासवर्ड पासकोड डबल हान्नुपर्छ ट्रान्सफर यो डाटा एप एन्ड डाटा पर्दैन डोन्ट ट्रान्सफर एनिथिङ एप्पल एकाउन्ट आयो होला अब चाहिँ एप्पल एकाउन्ट चाहिँ इमेल आइडी भन इमेल आइडी पहिला पासवर्ड फेरि नमिल्ने होला यार पासवर्ड चेन्ज गर्नु मिल्छ फर्केट पासवर्ड गरेर इमेल आइडी भन गणेश केसी त्यसमा GNSS केसी 802@gmail.com पासवर्ड इम्पोर्ट हो गया पासवर्ड छेत्री गणेश @1 त्यहाँ आउने भयो 1 2 3 होइन लेख्दा त्यहाँ त पछि गरिदिने के अरे फरवार्ड गरिदियो फास्ट गरिदिएर भेरिफिकेसन फेलियर एप्पल एकाउन्ट र पासवर्ड इनकरेक्ट हो गयो पासवर्ड एप्पल एकाउन्ट हो गयो त पासवर्ड जिमेल हान्ने एप्पल एकाउन्टले फरगेट पासवर्ड
फर्मेट नगरकै एक दुईचोटि हानौँ न हजुर पनि मिलाउँछु क्या थाहा अर्को म चेन्ज गरेको धेरै होइन फर्गेट पासवर्ड हेर न फर्गेट पासवर्ड हेरेर नि मेरो आउँछ न फोन नम्बर 0104625 cannot reset password the Apple account is either not valid or not supported or enter गरेर फेरि गर त ब्याक गर त त्यो एप्पल एकाउन्ट तिम्रो आन त फोन नम्बर आन त फोन नम्बर एकाउन्टमा फोन नम्बर 40259711 कन्टिन्यू गर्ने कन्टिन्यू गर्न पाइयो यो के हो अटोमेटिक होला न भिडियो काट्दिने एकछिन अन्त गोब्रोको केही हुन्न त्यो अर्को चाहिँ काटन गोब्रोको पनि केही हुन्न गोब्रोको त त्यत्तिकै छर्दैन